हजुर यता सुन्नुहोस् त म एउटा शान्त बिहानीमा एउटा क्यान्टिनभित्र बसेको छु। झट्ट कालो कफी यानि अमेरिकनको स्वाद लिइरहेको छु। तपाईहरुलाई कफी कतिको मनपर्छ? मेरो चाहिँ यो दैनिकी नै हो। म कम्तीमा दिनको 1 कप र बढीमा 3 कपसम्म ब्ल्याक कफी विदाउट सुगर पिउने गर्दछु। अनि कफीको चुस्कीसँगै यसो किताब पढ्न पनि मजा नै आउँदछ। तपाईहरुको कस्तो ह्याबिट छ? बिहान के पिउनुहुन्छ वा दिउँसो के पिउनुहुन्छ? ब्ल्याक कफी वा मिल्क कफी वा टी विथ सुगर और विदाउट सुगर? कृपया कमेन्ट गरेर बताउनु होला। अनि साथसाथै मेरो यो युट्युब च्यानल युगल के _ अफिसियल्सलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। सबैको जय होस्। नमस्कार।